हेलो गाइज, वेलकम टु माई न्यू मिनी भ्लग। म चाहिँ आज ढारपानी गएको। सिमी पानी परिरहेको छ, त्यही नै गएको म ढारपानी। ठ्याक्कै ढारपानी पुग्न लागेर त्यो बबई खोलामा चाहिँ बाटो बिग्रिया रहेछ। म चाहिँ यताबाट आएँ। यता बाटो बिग्रिया रहेछ यतातिर, अनि उतादेखि आउनु पर्ने रहेछ। सब खोलाले काट्या रहेछ क्या। अनि म चाहिँ यता खोला कटेर आइसकेको छु यतातिर। फाइनल्ली गाइस, म चाहिँ ढारपानी पुगिसकेको थिएँ। अनि चिट काटेर माथितिर जान लागेको थिएँ। फाइनल्ली गाइस, म चाहिँ डल्लो गेट छिरेर यता माथितिर आएँ। माथितिर त्यो शिवलिङ्ग भएको ठाउँतिर दर्शन गरेँ। अनि यहाँ चाहिँ 100 कतिवटा छ अरे क्या, म चाहिँ गिनेन। हजुरहरू आएर गिन्नु होला कतिवटा छ। म चाहिँ यता तल शिवलिङ्ग दर्शन गरेर यता माथि मेन मन्दिरतिर गएँ। मेन मन्दिर पुग्दाखेरि लास्टै गर्मी भयो क्या मलाई त। लास्टै गर्मी भयो, त्यो सिडी उड्दा लास्टै ठाउँ लागिसकेको थियो। फाइनल्ली गाइस, म चाहिँ बल्ल मेन मन्दिर पुगिसकेको थिएँ। यो चाहिँ हाम्रो मेन मन्दिर हो, पाण्डेश्वर महादेव मन्दिर, शिवजीको मन्दिर। म चाहिँ यता मेन मन्दिरमा दर्शन गरेर चाहिँ म चाहिँ टिका लाउन गएँ। टिका लाउन जाँदाखेरि चाहिँ अहिले 2-3 जना रहेछन्। 2-3 जनाको लाइनमा बसेँ म चाहिँ। यो लाइनमा बसेर बल्ल पालो आयो भन्ने के भन्ने, अनि बाजेले चाहिँ टिको लगाइदिनु भयो। टिको लगाइदिइसकेपछि म चाहिँ यता माथितिर गएँ। माथितिर यो के अरे त्रिशुल भएको ठाउँतिर। फाइनल्ली म चाहिँ त्रिशुल भएको ठाउँतिर पुगिसकेको थिएँ। अनि त्रिशुलको साइडमा शिवलिङ्ग थियो, ठुलो दर्शन गरेँ। दर्शन गरेर चाहिँ फेरि यतातिर फर्केँ। यो चाहिँ हाम्रो ढारपानीको ठुलो त्रिशुल हो। सबैलाई थाहा नै होला, जो आउनु भएको छ ढारपानी। जे होस्, ढारपानीमा जहिले पनि मान्छे घुम्न गएकै हुन्छन्। आजको दिनमा पानी परेको थियो, त्यही मान्छे गएकै थिए। तलतिर पार्किङ गर्ने ठाउँतिर उतातिर चाहिँ पिकनिक खाइरहेको थिएँ। लगभग आएको थियो 2टा बस आएको थियो। कहाँदेखि आएको थियो थाहा भएन। मेरो आजको मिनी भ्लग चाहिँ यति नै थियो। योभन्दा अझ राम्रो भ्लग अरू दिन लिएर आउनेछु। यो चाहिँ मेरो आजको फर्स्ट भ्लग भएर पनि हो, राम्रोसँग भिडियो बनाउने आएन। अनि अरू दिन योभन्दा नि राम्रो भिडियो लिएर आउनेछु। हेरेर साथ सपोर्ट गरिदिनु होला। के कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला। थ्याङ्क यू सो मच वाचिङ टु माई भिडियो।